आज म नेपालको पास्टरको घरमा पिरामा बसेर आटोको भात र घुमाउने रोटी खाइरहेको छु। यो स्वादले मलाई घरको याद दिलाउँछ। भोलि म अन्नपूर्ण हिमालको यात्रा गर्न जाँदैछु। कारमा यात्रा गर्दै गर्दा हिमालको सुन्दरता र शान्ति अनुभव गर्न पाउनेछु। त्यहाँको हावा, चिसो मौसम र हिमालको दृश्यले मलाई नयाँ ऊर्जा दिनेछ। म यो यात्रा गरेर फर्किँदा मनमा अनगिन्ती सम्झनाहरू लिएर आउनेछु। जीवनका यी क्षणहरू साँच्चै अमूल्य छन्। हिमाली भोटे कुकुर र लोकल कुखुराको दृश्यले नेपालको सांस्कृतिक विविधता झल्काउँछ। यहाँको संस्कृति र हिन्दू धर्मको गहिराइमा जान्न पाउँदा मनमा अनौठो अनुभव हुन्छ। चर्चमा अन्यले भनेका थिए, सत्य र जीवन येशू क्राइस्ट हुन्। यो भनाइले मलाई सोच्न बाध्य बनायो कि हाम्रो परम्परा र विश्वासहरू कति फरक छन्, तर अन्ततः सबैले एकै सत्यको खोजी गर्छन्। नेपालमा यी भिन्नताहरूले हाम्रो जीवनलाई रङ्गीन बनाउँछन्। येशूको शिक्षाले हामीलाई प्रेम र सहिष्णुता सिकाउँछ, जुन हाम्रो सांस्कृतिक धरोहरसँग जोडिएको छ। जीवनको बाटोमा सत्य र जीवन येशू ख्रीष्ट हुन् भन्ने कुरा मलाई गहिरो रूपमा छ। अन्यले चर्चमा भनेको कुरा सुन्दा म सोच्न बाध्य हुन्छु कि येशू केवल एक धर्मको प्रतीक होइन, तर जीवनको ज्योति हुन्। उहाँको चमत्कारले मानिसको जीवनमा आशा र परिवर्तन ल्याउँछ। अन्यले सुनाएका चमत्कारका कथाहरूले मलाई प्रेरित गर्छन्। यी घटनाहरूले हामीलाई विश्वास र साहसको महत्त्व बुझाउँछन्। येशूका शिक्षाहरूले हाम्रो जीवनमा सधैँ उज्यालो ल्याउनेछन्, चाहे जस्तो पनि कठिनाइ किन नहोस्। जीवनको साँचो अर्थ येशूमा छ र म यो कुरा हृदयदेखि महसुस गर्छु।